नमस्ते श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वी साहित्य चौतारी एवं कञ्चनजङ्घा मिडिया ग्रुपको नौलो प्रस्तुति कार्यक्रम साहित्यिक आवाज। कार्यक्रम साहित्यिक आवाजको मंगलबारको बसाइ लिएर उपस्थित भइसकेकी छु म तपाईहरुकै मनको साथी साइन्सा। कार्यक्रम साहित्यिक आवाजमा सदाझै आज पनि मीठा मीठा गजलहरू लिएर आएकी छु। अत श्रोता मित्र, कार्यक्रमको अवधिभरि कार्यक्रम सुनेर साथ दिनुहोला है त भन्दै अब भने मैले पहिलो गजल वाचन गर्ने प्रयास गर्दैछु। गजलकार नयन विवश सुब्बाको गजल। गजलकार नयन विवश सुब्बाको गजलका शेरहरू यसरी अगाडि बढ्छन्। हजुरलाई सारङ्गीले छोडेन अन्तर्हृदय, हजुरलाई सारङ्गीले छोडेन अन्तर्हृदय, देश विकास महँगीले छोडेन अन्तर्हृदय। कस्तो समय आयो, कस्तो समय आयो समान काम नलाग्ने, कस्तो समय आयो समान काम नलाग्ने, बाहिर रङ्गी चङ्गीले छोडेन अन्तर्हृदय, हजुरलाई सारङ्गीले छोडेन अन्तर्हृदय। मानिसहरू सधैँ लट्ठिएर हिँड्छन् हजुर, मानिसहरू सधैँ लट्ठिएर हिँड्छन् हजुर, नसाको दङदङ्गीले छोडेन अन्तर्हृदय, हजुरलाई सारङ्गीले छोडेन अन्तर्हृदय, देश विकास महँगीले छोडेन अन्तर्हृदय। हजुर, उहाँ हुनुहुन्थ्यो साहित्य स्रष्टा नयन विवश सुब्बा। उहाँको गजल फेसबुकबाट साभार गरिएको हो। पक्कै पनि श्रोता यो गजल सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने आशा लिएकी छु। साथै गजलकार नयन विवश सुब्बालाई पनि धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा पनि कलम चलाइराख्नुहोला हार्दिक शुभकामना व्यक्त गर्दछु। हजुर, अब भने मैले फेरि पनि अर्को गजल लिइसकेकी छु। साहित्यकार तथा गजलकार प्रकाश पुष्पकराई पुमाको दराजभित्रको बस्तीहरू नामक गजल संग्रहभित्रको गजल। गजलकार तथा साहित्यकार प्रकाश पुष्पकराई पुमाको गजलका शेरहरू यसरी सुरु हुन्छ। दुखै दुखको बारी लिएर बाँचेको म मान्छे, दुखै दुखको बारी लिएर बाँचेको म मान्छे, कसैलाई मुटु सापटी दिएर बाँचेको म मान्छे। प्रतीक्षामा धेरै दिनरात र समयहरू बितिसके, प्रतीक्षामा धेरै दिनरात र समयहरू बितिसके, उनकै यादको नशा पिएर बाँचेको म मान्छे, दुखै दुखको बारी लिएर बाँचेको म मान्छे। जीवनमा मायाको त्याग तपस्या त कहाँ हुन्छ, जीवनमा मायाको त्याग तपस्या कहाँ हुन्छ, मनमा प्रेम ज्वाला सल्किएर बाँचेको म मान्छे, दुखै दुखको बारी लिएर बाँचेको म मान्छे। काफी नै छ अहिलेसम्मको उनको यो उपहार, काफी नै छ अहिलेसम्मको उनको यो उपहार, छिया छिया मुटुलाई सिएर बाँचेको म मान्छे, दुखै दुखको बारी लिएर बाँचेको म मान्छे, कसैलाई मुटु सापटी दिएर बाँचेको म मान्छे। हजुर, मैले भर्खरै मात्र वाचन गर्दै थिएँ गजलकार तथा साहित्यकार प्रकाश पुष्पकराई पुमाको अत्यन्तै मार्मिक गजल। यो गजल उहाँकै कृति दराजभित्रको बस्तीहरूबाट लिएकी थिए। यसरी नै आगामी दिनहरूमा पनि यस्तै यस्तै मीठा मीठा गजलहरू वाचन गर्ने अवसर दिनुहोला भनी आग्रह गर्न चाहन्छु र यसरी नै उन्नति प्रगति गर्दै जानुहोला तपाईलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। हजुर श्रोता मित्र, तपाईँ अहिले सुनिरहनु भएको छ पूर्वी साहित्य चौतारी एवं कञ्चनजङ्घा मिडिया ग्रुपको नौलो प्रस्तुति कार्यक्रम साहित्यिक आवाज र साथमा म कार्यक्रम प्रस्तुता साइन्सा। अब भने फेरि पनि गजल नै वाचन गर्ने जमर्को गरिरहेकी छु र यसै क्रममा मैले अर्को गजल लिइसकेकी छु। मेरा अननीय मित्र स्वर्गीय गजलकार अनिष्का कमला राई पुमाको लेखिएका कथाहरू गजल संग्रह भित्रको गजल। स्वर्गीय गजलकार अनिष्का कमला राई पुमा कुनै बेला आफ्ना गजलहरूसँगै यसरी बग्नु भएको थियो। कहिले अमृत सम्झी विष पिए मैले, कहिले अमृत सम्झी विष पिए मैले, कहिले निष्ठुरी बनी धोका दिए मैले, छता झुल्ल भएर निशा छिर्दै भौतारिएको,
छता छुल्ल भएर निसासिँदै भौतारिएको बेहाल कोमल मुटुलाई आफै सिएँ मैले, कहिले अमृत सम्झी विष पिएँ मैले, कहिले निष्ठुरी बनी धोका दिएँ मैले। कहिले मिलन कहिले बिछोड जीवनमा, कहिले मिलन कहिले बिछोड जीवनमा, महँगी उधारो माया पनि लिएँ मैले, कहिले अमृत सम्झी विष पिएँ मैले। भगवानको खोजीमा मन्दिर समेत गएर, भगवानको खोजीमा मन्दिर समेत गएर मूर्तिलाई पूजी व्यर्थै जीवन जिएँ मैले, कहिले अमृत सम्झी विष पिएँ मैले, कहिले निष्ठुरी बनी धोका दिएँ मैले। हजुर, उहाँ हुनुहुन्थ्यो मेरा अनन्य मित्र स्वर्गीय गजलकार अनिष्का कमला राई पुमा। उहाँले अल्पायुमै यो संसारलाई छोडेर जानु भए पनि उहाँको कृतिहरूले हामीलाई सम्झाइराख्नेछ। उहाँको कृतिहरूमा उहाँ सदा अमर रहनुहुनेछ। यसै क्रममा आज मैले उहाँको स्मरणमा उहाँले छोडेर जानुभएको गजल संग्रह लेखिएका कथाहरू नामक गजल संग्रहबाट उहाँको सम्झना स्वरूप कार्यक्रममा प्रस्तुत गरेकी थिए। अब भने कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। आजको अन्तिम गजल वाचन गर्ने प्रयासमा छु। गजलकार बैरागी माइलोको कुलागाङ्गीको फेदीबाट नामक गजल संग्रहको एउटा गजल। गजलकार बैरागी माइलोको गजलका शिरहरू यसरी बगेका छन्। सधैँ शिर झुकाएर बोल्ने उनीलाई, सधैँ शिर झुकाएर बोल्ने उनीलाई, मनमा कुरा लुकाएर बोल्ने उनीलाई। के नामले बोलाऊ भेट हुँदा यसपालि, के नामले बोलाऊ भेट हुँदा यसपालि, बाहिर कुकुर भुकाएर बोल्ने उनीलाई, सधैँ शिर झुकाएर बोल्ने उनीलाई। थोरै लजाउँदै मुस्कुराउँदा राम्रो लाग्छ, थोरै लजाउँदै मुस्कुराउँदा राम्रो लाग्छ, रेशमी केश फुकाएर बोल्ने उनीलाई, सधैँ शिर झुकाएर बोल्ने उनीलाई, मनमा कुरा लुकाएर बोल्ने उनीलाई। इसाराले बोलाउँदा आउन सकिन, इसाराले बोलाउँदा आउन सकिन, ढोकामा पाले ढुकाएर बोल्ने उनीलाई, सधैँ शिर झुकाएर बोल्ने उनीलाई। यो जुनीमा तिमीलाई कुर्छ अरे भनिदिनु, यो जुनीमा तिमीलाई कुर्छ अरे भनिदिनु, छातीमा दिल सुकाएर बोल्ने उनीलाई, सधैँ शिर झुकाएर बोल्ने उनीलाई, मनमा कुरा लुकाएर बोल्ने उनीलाई। हजुर, यो हो कार्यक्रम साहित्यिक आवाज। आजको कार्यक्रमको अन्तिम गजल रहेको थियो गजलकार बैरागी माइलोको कुलागाङ्गीको फेदीबाट नामक गजल संग्रह भित्रको गजल। अब भने कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ। बिदा लिनु अगाडि कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। साथै कार्यक्रम सुन्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता साइन्सा पनि बिदा हुन्छु। हस्त नमस्ते, शुभ पल।